नमस्ते, म डाक्टर सुयोग मैनाली, प्लास्टिक सर्जन, केसीसीएस अनामनगरबाट। आज म तपाईहरुलाई फेसलिफ्ट सर्जरीको बारेमा भन्न चाहन्छु। हामी आफ्टर 40 अथवा 45 50 पुगिसकेपछि हाम्रो यो छालामुनिको एउटा लेयर, स्म्यास भन्ने लेयर हुन्छ, त्यो चाहिँ झोल्लिँदै तल जान्छ र यो एरिया जल्स भन्ने यो झोल्लिँदै आउँछ। यो चाउरीहरू परेर यो ग्राभिटीले गर्दा र कोलाजिन लसहरू सबैले कन्ट्रिब्युट गरेर बुढो देखिन थाल्छ है। अब त्यसको लागि चाहिँ हामीले एउटा फेसलिफ्ट सर्जरी भन्ने गर्न सकिन्छ। फेसलिफ्ट सर्जरीमा चाहिँ हामीले तपाईको यो कानको अगाडिपट्टि एउटा मसिनो काटेर कानको पछाडिसम्म त्यसलाई एक्सटेन्ड गरेर यसलाई यसरी टाइट गरेर भित्रको लेयरलाई नै टाइट गर्नुपर्छ, बाहिरको छाला मात्र टाइट गरेर हुँदैन। भित्रको स्म्यास भन्ने लेयरलाई लिफ्ट गरेर यसरी अनि एक्स्ट्रा भएको छालाहरू सिलाएर तपाईको अराउन्ड 10 वर्ष जस्तो पहिलाको जस्तो उमेर हामीले बनाउन सक्छौँ। जस्तो यो तपाईले देखिराख्नु भएको छ, यता यो हेर्नुस्। अब यसरी काटेर भित्र यो छाला फर्काएर भित्रको लेयरलाई चाहिँ माथि लगेर हामी सिलाउँछौँ है। त्यो गरिसकेपछि हाम्रो रिकभरी टाइम अराउन्ड कति भन्दाखेरि 1 विक जस्तो, 1 विक भन्दा नि 2 विक्स जस्तो रिकभरी टाइम हुन्छ। र त्यो बाहेक फुल्ली फाइनल रिजल्ट देखिन चाहिँ अलि समय लाग्छ, 2-3 महिना नै लाग्छ। 2 विक्स जस्तोमा, 1 विक जस्तोमा आफ्नो डे टु डे कामहरुमा फर्किन मिल्छ। 2 विक्स जस्तोमा स्वेलिङहरु सबै बसेर अलमोस्ट नर्मल भइसक्छ। 2 विक्स पछि चाहिँ अफिस जान गर्न अरु कामहरुमा हिँड्न मिल्छ। दुखाइहरु त्यति हुँदैन। यसबाट हुन सक्ने कम्प्लिकेसन्सहरु भनेको अब इन्फेक्सन हुन दिन भएन, यहाँ अलिकति दाग बस्छ, कम्प्लिकेसनहरु चाहिँ त्यही हो। अनि गरिसकेपछि करिब 10 वर्ष जस्तो टिक्छ हैन। यतिको रिजल्ट 10 वर्ष काँचो देखिन्छ र त्यो चाहिँ 10 वर्षसम्म टिक्छ। त्यसलाई अझ फर्दर स्किन केयरहरु गरेर मेन्टेन गरेर धेरै राम्रो रिजल्ट दिन सकिन्छ। अब विदेशमा चाहिँ धेरै महँगो छ यो फेसलिफ्ट सर्जरी। अब हामीले चाहिँ स्म्यास फेसलिफ्ट र मिनी फेसलिफ्ट भनेर अलि कम प्राइसमै गर्न सक्छौँ। तपाईहरुलाई पनि इन्ट्रेस्ट छ यो सर्जरी गर्न चाहनुहुन्छ भने हाम्रो क्लिनिकमा सम्पर्क गर्नुहोस् र आएर मसँग परामर्श गर्नुहोस्। Thank you for watching.